सर्लाही जिल्लाको हरिवनमा अवस्थित रहेका छौँ। यो हरिवन बजार रहेको छ। अहिले राति हामी यहाँका स्थानीयहरूसँग मतदाताहरूसँग नचिकिँदै गएको निर्वाचनलाई लिएर प्रतिक्रियाहरू के आउँछन् त, हरिवनका मतदाता के भन्छन् आसन्न निर्वाचनलाई लिएर जनताको प्रतिक्रिया लिने प्रयासमा छौँ। हजुरको नाम? मेरो शङ्कर तिमिल सिन्हा। यो निर्वाचनलाई जनताले कुन रूपमा लिएका छन्? यो निर्वाचनलाई एज अ लोकतान्त्रिक संस्कारको रूपमा लिएका छन् होइन। अर्को कुरा के छ त भन्दाखेरि जनताले परिवर्तन पनि खोजिरहेको अवस्था छ। परिवर्तन खोजेका छन् जनताले। किन त परिवर्तन, के का लागि? अब विगतदेखिबाट जुन खालको राजनीतिक अभ्यास भइराखेको छ त्यसले राष्ट्रलाई खासै त्यति राम्रो निकास दिएको पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण देखिँदैन नि त। त्यो कारणले गर्दाखेरि अब जनता बिस्तारै बिस्तारै लोकतान्त्रिक अभ्यासमा पनि सचेत भइराखेको अवस्था अहिले आएर पाइएको छ। कसको पल्ला भारी हुने सम्भावना देख्नुहुन्छ? जनताले खासमा भनिदियो नि पहिलाको जुन खालको राजनीतिक अभ्यास जनताले बुझेका थिए त्यो खालको राजनीतिक अभ्यासबाट अलिकति नयाँ ट्र्याकमा मुलुकलाई लिएर जाने खालको, किनकि हामी त लोकतान्त्रिक संस्कारलाई त नकार्न सक्दैनौँ होइन। र यसमा पनि सबैको को एक्जिस्टेन्स हुनुपर्छ भन्ने कुरामा चाहिँ जनता अलि बढी प्रतिबद्ध भएको मैले पाएको छु। फागुन 21 गते चुनाव हुँदैछ, थाहा छ तपाईँलाई? थाहा छ। यो चुनावलाई जनताले कुन रूपमा हेरेका छन्? अब यो जनताले त त्यही विकासतिर अब नयाँ युवालाई एकचोटि चान्स दिउँ भनेर सबैले खोजिरहेछ। यो विशेष नयाँ पार्टी र पुरानो पार्टी बिचको प्रतिस्पर्धा जस्तो देखिएको छ यो निर्वाचन। जनताले के खोजेका छन्? अब जनताले त आफूलाई त नयाँ उमङ्ग खोजिरहेछ, नयाँ मान्छे खोजिरहेछ। अब कसले राम्रो गर्छ त्यसले खोज्छ नि। कि सबैजना राम्रो गर्ने भनेर आएका छन् अहिलेसम्म? नराम्रो गर्ने भन्ने कोही उम्मेदवार छ र? अब म के भन्नु त, हेर्नु बालाले चाहिँ गर्छ कि जस्तो लाग्छ यो। अब कसको पल्ला भारी होला, कसले जित्ला भन्न खोजे? बालाले जित्छ दाइ, 100मा 100 बालाले जित्छ। झापामा बालेनले जित्ने अनि यो सर्लाहीमा? सर्लाहीमा पनि बालाले जित्ने हो। बालेन यहाँको उम्मेदवार हो र? यहाँको नरेन्द्र शाह हो। नरेन्द्र शाह? हजुर। भनेपछि यहाँ नरेन्द्र शाह के कुन पार्टीबाट? हाम्रो घन्टी छाबाट। घन्टी साहबबाट। भनेपछि यसपालि घन्टी साहबले जित्ने सम्भावना देख्नुहुन्छ यो क्षेत्रमा? जित्छ। किन त घन्टी साहबलाई नै? खै अब पुरानोले धेरैचोटि चान्स दिएको, एकचोटि नयाँलाई दिएर हेरौँ भनेर नयाँ खोज्यो है। पुरानोदेखि वाक्क दिक्क भयो। वाक्क भइसक्यो दाइ, वाक्क भइसक्यो। 21 गते निर्वाचन हुँदैछ। हजुर। के छ जनताले अहिले के खोजेका छन्? तपाईँको घन्टी छाप खोजेका छन् होइन? किन त पुरानो पार्टी पनि थियो होला? थियो तर भने त्यो मान्छे काम लागेन त। अहिले त भने नयाँको युवकको जुग छ भने त युवकमा त हाल्नुपर्छ। भनेपछि जनताले अहिले परिवर्तन खोजेका छन्। हजुर हजुर। अनि पुरानो पार्टी पनि छन् नि त, किन चाहियो त परिवर्तन? छ तर परिवर्तन भएन। परिवर्तन गर्छु भनेर हिँडेको हो। छ। हजुर हो। अनि पुराना पार्टीले पनि परिवर्तन गर्छु खोज्छ तर हुनेवाला छैन। यसपालि जनता सचेत भएका भनौँ कि निराशा भएका? निराशा भएर भने सचेत भइराखेको छ। हो। अनि यस्तो हुन्छ नि, चुनावको पूर्व सन्ध्यामा भोट खरिद बिक्रीको राजनीति पनि हुन्छ मधेसमा। हुन त हुन्छ तर माने मान्छेले माने मन राख्छ एकतर्फ, दिन्छ एकतर्फ। भनेपछि यो क्षेत्रमा तपाईँको घन्टी जित्ने सम्भावना देख्नुहुन्छ? एकदम स्वतः कुरो। फागुन 21 गते निर्वाचन हुँदैछ है? हजुर। यो भोट लिस्टमा नाम छ? हजुर। फर्स्ट टाइम भोट गर्दै हुनुहुन्छ? हजुर। कस्तो फिल गर्दै हुनुहुन्छ फर्स्ट टाइम भोट गर्दै गर्दा? म चाहिँ एकदमै एक्साइटेड छु। अरूभन्दा पनि कस्तो हुन्छ इन्भाइरोमेन्ट हेर्न मन छ। के छ, के खोजेका छन् मतदाताले? के छ अहिलेको माहौल स्थिति? हामीले खोजेको भनेको चाहिँ चेन्ज हो। अब त्यो त हामीले प्रोटेस्टदेखि नै सिक्न सकिहाल्छ। सो वी आर भोटिङ फर चेन्ज। चेन्ज। यो पुरानो र नयाँ बिचको प्रतिस्पर्धा जस्तो देखिएको छ यो निर्वाचन। के छ, जनताले नयाँ खोजेका छन् कि पुरानो? नयाँ पुरानो भन्दा पनि हामीले चाहिँ डेभलपमेन्ट र चेन्ज खोजेको हो। डेभलपमेन्ट र चेन्ज त विगत वर्षौँदेखि आज 30-40 वर्षदेखि जुन नेताले नै बोल्दै आएका कुराहरू हुनु होइन र? बोल्दै आउनु र गर्नुमा पनि फरक हुन्छ। हामीले चाहिँ पहिलाको नेताहरूलाई चाहिँ धेरै पटक चान्स दिइसकेको छौँ नि त। सो यो पालि चाहिँ केही नयाँ हुन्छ कि भनेर अब नयाँ आउनेलाई चाहिँ चान्स दिनु। नयाँ आउनेमा को देख्नुहुन्छ सम्भावना? अब अहिलेको लागि त हामी घन्टीमै हो, बिकज अफ कोर्स त्यत्रो प्रोटेस्ट भयो एन्ड अल। सो या त्यही हो। कसलाई प्रधानमन्त्री देख्न चाहनुहुन्छ भोलि? अफ कोर्स बालेन। बालेन है? थ्याङ्क यू। यसै क्षेत्रको मतदाता होइन त? 21 गते निर्वाचन हुँदैछ, थाहा छ? यो निर्वाचनलाई कुन रूपले लिएका छन् जनताले अहिले? नयाँ पार्टी नयाँको सम्भावना छ? फर्स्ट टाइम भोट गर्दै हुनुहुन्छ? हो। त्यही भएर इन्डियाबाट आएको नि भोट गर्न। भोट हाल्न दिल्लीबाट आएको बालेन जिताउने, जसरी पनि बालेन जिताउने।
किन बालेन शाहप्रति यतिको उत्साह होइन छ? किन त्यसको काम हेरेको हो हामीहरूले त्यो भएर बालेनलाई जिताउन तपाईँ आउनु भएको छ। हो। अब इन्डियाबाट आउँदै हुनुहुन्छ भोट गर्नलाई, के छ गाउँमा घरमा दुईटै मान्छेहरूले लिएर आएको नि इन्डियामा, सबै आफ्नो दाइ भाइ सबैलाई लिएर आएको नि। अनि फेरि मेरो दाइहरू उहाँ अहिले कतरमा बसिरह, अनि कुनैले कुवेतमा बसिरहेको छ। अहिले इरानले हमला गरिदियो, अहिले तिनीहरूको जान सुरक्षा छैन, अनि आफ्नो देशमा भइसक्यो सुरक्षा हुन्थ्यो, हो कि होइन? ल धन्यवाद। ल ल थ्याङ्क यू। तपाईँलाई जनताले कुन रूपमा लिएका छन्? अब म पनि अब फर्स्ट टाइम भोट हाल्न लागिरहेको छु, त्यही भएर अब सबै चाहिँ थाहा छैन। अब जे अरूले भन्नुभएको अनुसारले चाहिँ अब जुन पुस्ताले राम्रै गर्नुभयो। यो चुनाव नयाँ पार्टी र पुरानो पार्टीहरू बिचको प्रतिस्पर्धा जस्तो देखिएको छ, हजुर, के होला त यो रिजल्ट? रिजल्ट चाहिँ अब यस्तो हो, पुरानो पार्टी भनेको चाहिँ अब पहिलादेखि चलिआएको छ, त्यही भएर यसमा जालघेल चाहिँ हुनसक्छ होइन। नभए भने चाहिँ अब राम्रो गर्दाखेरि चाहिँ अब नयाँ पार्टीले राम्रो गर्नुहुन्छ। नयाँ पार्टीको सम्भावना देख्नु? हजुर हजुर जनताले खोजे परिवर्तन यही हो। हजुर हजुर। पुरानोदेखि किन वाक्क भयो त? पुरानोले अब हामीले टाइम दिउँ नि त, त्यही पनि हामीले केही राम्रो पाएनौँ, त्यही भएर। त्यो भएर नयाँ खोजेका छन्। हजुर। यो क्षेत्रमा को हुनुहुन्छ नयाँ त्यस्तो उम्मेदवार जित्न सक्छ? अब कसलाई भन्नु त, अब मलाई पनि खासै त्यसरी ठ्याक्कै भन्न चाहिँ गाह्रो भयो। हजुर थाहा छैन होइन। पार्टीगत रूपमा नयाँ पार्टीहरू नै यसपालि चाहिँ हजुर अगाडि छन् प्रतिस्पर्धामा। हजुर एकदम अगाडि। हस्, थ्याङ्क यू। हस्। सबैभन्दा बढी सुशासन कसले दिन्छ? योभन्दा सबभन्दा पुरानो पार्टी को छ? पुरानो पार्टीबाट अहिले नयाँ चिरफार गएर आएको चेन्जी अवस्थाको व्यक्तिलाई समर्थन गर्ने नेपाली काङ्ग्रेस हो, गगन थापा हो। यो देशमा गगन थापाको सरकार हुनुपर्छ र यो देशमा गगन थापाले सुशासन दिन्छ। र एउटै कुरा अहिले उहाँ बालेनको कुरा गर्नुभयो, बालेनले के भन्नुभयो? रोड बनाउँदा 1 वर्षमा बन्ने रोड 5 वर्ष बनेन, झुन्ड्याएर फाँसी दिएर बनाउँछु भन्नुभयो। तर त्यो होइन, 41वटा कानुन पास गरेर यो देशको सुशासन ल्याएर बाटो बनाउने गगन थापा हो। अनि काङ्ग्रेस यत्रो वर्ष सत्तामा बस्यो, किन त्यो संशोधन नगरे? 21वटा कानुन थाहा रहेछ त। किन गरेन? आजसम्म के गरेका छैन काङ्ग्रेसले। 46 साल 3 सालमा राजाको के ऊ काङ्ग्रेसले 46 सालमा उसले, अनि यो अहिलेको 51 सालदेखि 50 अस्तिको 60 सालसम्म माओवादीले चाहिँ 17,000 मान्छे मार्दाखेरि मूलधारमा ल्याएर संसदमा पुर्याउने काङ्ग्रेस, अनि काङ्ग्रेसले के गरेन? 23 गतेको आन्दोलनमा के हो? 23 गतेको आन्दोलनमा गृह मन्त्री थिए काङ्ग्रेसका। काङ्ग्रेसको गृहमन्त्री थियो, अनि एमालेको प्रधानमन्त्री थियो। त्यो सबै यो बालेन रविले गरेको। किन भन्नुहोस् न? रविले 1 महिना अगाडि सिंहदरबार जलाउँछु भन्यो, 1 महिनापछि सिंहदरबार जल्यो। तपाईँको कुरा पत्याउला नि त जनताले। त्यो दिन 23 गते त रवि जेलमै थिए त। रवि जेलमै थियो, त्यही रविलाई निकाल्ने यो योजना बनेर अनि सिंहदरबार जलाएर काङ्ग्रेस त्यतिखेर सरकारमा थियो। सरकारमा थियो। काङ्ग्रेसले राजीनामा दिइसकेको थियो बाबा, 7जना मान्छे मात्रै मरेको थियो। भोलिपल्ट काङ्ग्रेसले राजीनामा दिएर चाहिँ भोलिपल्ट दियो प्रधानमन्त्रीले दिइसकेपछि भोलिपल्ट मर्यो हो नि त। अरू 75 जना त 75 जना, अनि 19 जना त त्यो दिन मर्यो हो नि त। 19 जना मरेको हो। त्यस काङ्ग्रेसले त्यसको काङ्ग्रेस जिम्मा लिँदैन, त्यो बालेनले जिम्मा लिनुपर्छ। काङ्ग्रेसले लिँदैन। बालेनले स्कुलको टेस्ट लगाएर विद्यार्थीलाई बोलाएर बलिको बोका बनाएर हुम्ने बालेन। भनेपछि नेपाली काङ्ग्रेस र नेकपा एमालेका अध्यक्ष ओलीको नेतृत्वको सरकारमा त्यो जिम्मा लिँदैन जेन्जी आन्दोलन। लिँदैन। त्यो 1 महिना अगाडि सिंहदरबार जलाउँछु भने त्यो जलायो र होइन, अघिल्लो दिन बच्चाहरू मरे अनि त्यसपछि नै जल्या होइन र? यो त यस्तो हो, तपाईँको उसले उसको योजना थियो राष्ट्रपाले उसलाई के भन्छ नि रविलाई निकाल्ने। अब रवि चोखो हो भने 11वटा मुद्दा बोकिया त्यो त मतदाताले भोलि चुनाव हुँदैछ, को चोखो हो को जुठो हो त्यो त मतदाताले मतदाताले बुझ्नु पर्यो सर। मतदाताले बुझ्दै गर्दा पनि भोलि रविले जित्यो भने पनि रविले शपथ गर्न पाउँदैन। तपाईँ यहाँ लेखेर राख्नुहोस्। तपाईँहरू ग्यारेन्टी गर्नु निर्वाचनको सङ्घारमा छौँ हामी। जनताले के खोजेका छन्? जनताको प्रतिक्रिया सुशासन खोजेका छन्। सुशासन देखियो, सुशासन होइन दिन्छ। अब यत्रो वर्ष किन सुन, जति भ्रष्टाचारी जति नराम्रो जति छानेर
युवा नेताहरू आर्जु देउवाहरूलाई किन कारबाही नभएको त? त्यो कारबाही गर्नलाई बेला हुनु पर्यो नि। कहिले बेला हुन्छ ल भन्नु त? बेला हुन्छ एउटा नेपाली काङ्ग्रेसको गगन थापाले सरकार बनाउँछ। सबभन्दा पहिला शेरबहादुर देउवाको कति सिट जित्छ सरकार बनाउन? कति सिट लिएर आउँछ नेपाली काङ्ग्रेस? नेपाली काङ्ग्रेसले म यति सिट भन्दिनँ, म झुटो बोल्दिनँ। सबभन्दा ठुलो पार्टी नेपाली काङ्ग्रेस। हुन्छ, पक्का यसमा ढुक्क हुनु। यो दुःख भनेपछि अन्य पुराना दलहरूकै विरासत रहन्छ, नयाँ भन्ने चिज यहाँ चाहिँ जित्ने सम्भावना देख्नुहुन्न? त्यस्तो भन्दिनँ। आउँछ दोस्रो तेस्रोमा आउला आउला, म त्यो भन्दिनँ है। फेरि भनेपछि पहिलो पार्टी काङ्ग्रेस हो। काङ्ग्रेस हो। ल, धन्यवाद। धन्यवाद। अभी तो हमारे से विचार है नैका के देव के सम्भावना है नैका के जीतेके? क्या संभावना तो घंटी छाप को होते। घंटी साहब को पुरनका पार्टी भी इतना है देश में, तो नैका पार्टी क्यों? अब एक बेर कल देखू, माओवादी के देख ली, कांग्रेस के देख ली, एमआलए के देख ली, एक बेर अकरो देखे कोशिश करी थी। मतलब नैका के देखे के जनता में एक उत्साह बा। हाँ, देखो कुछ उत्साह जीते के संभावना भी बा इस क्षेत्र में। सुने तो जीते ना, जीते वाला है, अब देखो केना होए। मतलब जनता सहित नैका पार्टी के अनुमोदन करे के लेल तैयार है। तैयार है। ल, धन्यवाद चाचा।